उति पार्समा चाहिँ यहाँनिर म्याक्सिमम हिँड्दैछ अस्ति नै आएको तर अस्ति नै आएको आज त मर्डर गर्न अस्ति नै मलाई के छ मेन्यु हेर्नुपर्छ कि तपाईँ के खानुहुन्छ चुज गर्नला सबै कुरो मिठो एकदम फर्स्ट क्लास रायोको साग छैन अस्ति मायालाई दिन ले आज त है enjoying the Nepali food in Australia. What? हाम्रो खानाको टेस्टै फिल भएन क्या आज त फिल भयो आएको अलि दिन्छु म मेरो भाग है दोस मेरो किचन खिचिरहेछ भयो भयो लु हामी चाहिँ यहाँनिर चाहिँ खाना खाएपछि फेरि सिटी एरिया घुम्न गइरहेछौँ पटको एकदम रमाइलो भइरहेको छ अब पछि आइन्छ आइन त्यो थाहा भएन तर इनकेस फ्युचरमा चाहिँ प्लान गरेर अनुसार चाहिँ एक्चुअली अस्ट्रेलिया भन्दा यो सिडनी साइड चाहिँ गइन्छ यो पट चाहिँ आई थिङ्क फर्स्ट एन्ड लास्ट इनकेस ट्रेनिङमा पऱ्यो भने चाहिँ आइन्छ यहाँ हाम्रो एकन भाइ यहाँ केही भन्नु छ एकन भाइ तिमीलाई पे गर भनेको अस्ति पे नगरे अस्ति चाहिँ के थियो भने कता बस्छ त्यस्तो यस्तो कुरा नगर्नु यहाँ सुन न पछि ब्लगमा मेरो बुढीले हेर्छ क्या हेर्नु यहाँ सुदीप नम्स यहाँ हुनुहुन्छ के सुन्नुहोस् के भन्न चाहनुहुन्छ सो अस्ति नै गएको ठाउँमा चाहिँ फेरि सेम खाना सेम टाइप्स अफ डिस है ट्राई गरेर आयौँ सो आज चाहिँ भोक लागेको भएर अलिक मिठो हो होइन तर फर्स्ट अफ अल चाहिँ तर त्यहाँनिर केसको लागि गरेर भन्दिनँ होइन म रिभिल गर्न चाहेन बेलुका मात्र बेलुका मात्रै रिभिल ओके Hello guys. Guys ada nih guys. Halo sir, are you joking? अरू कति फ्रेन्डली फ्रेन्डली हुने रहेछ यहाँ सिङ्गापुरको बढी फ्रेन्डली हुन्न नि यहाँ हामी चाहिँ पथको पार्कमा घुम्न गइरहेको छौँ विथ हाम्रो जीवप नम्स एक दुई शब्द हान्दैौ न त अब त्यस्तै छ यो कस्तो लाग्दो रहेछ यो सिङ्गापुर सिटीमा घुम्दाखेरि अनि यो अस्ट्रेलियाको पर्थ जस्तो सिटीमा आउँदाखेरि लाइकली अब सिटी चाहिँ त्यस्तो अब सिटीमा भनेको डिफ्रेन्ट लागेन यहाँको अब जस्ट समथिङ अब काम कुरोहरू के होइन गर्ने काम कुरोहरू त्यस्तो कुरा त डिफ्रेन्ट छ एन्ड पिस फ्रिडम छ होइन ओके चिल आउट मैले चाहिँ यहाँ चाहिँ मान्छेहरू त्यति साह्रो स्ट्रेस भएको चाहिँ देखिनँ भन्दा अलिकति बिजी टाइपको हामी चाहिँ अहिले चाहिँ एकदम रमाइलो ठाउँमा घुम्न आएको छ पार्क साइडमा आएको छु र आशा छ आज चाहिँ रमाइलो होला जस्तो छ पर्थमा अस्ट्रेलियाको पर्थमा पार्क साइडमा घुम्न आइरहेको छ ल अहिले चाहिँ हामी चाहिँ पर्थको पार्कमा घुम्न आएको छौँ नम्बरीसँग र एकदम हामीलाई डिफ्रेन्ट भनेको चाहिँ अब खासै त्यति साह्रो चाहिँ केही पनि लागेन तर जस नयाँ ठाउँ आइयो अस्ट्रेलियामा आउनु पाइयो त्यही नै ठुलो कुरो होइन अब यही कुरो चाहिँ म पछाडिबाट तपाईँलाई देखाउन गइरहेको छु सो अल एक्सप्लेन बाई आवर नम्बरी 21839 ल नम्बरी बताउनुहोस् पानी छ कि हो खोइ पानी रहेछ भन न अहिले चाहिँ हामी यहाँनिर देख्न सक्छौँ बिच साइडमा पनि रनिङ ट्र्याकहरू सहित हामी यहाँनिर चाहिँ सबैले देख्न सक्छौँ होइन सिटी एरिया छ पार्कहरू छ र मलाई यो खासै एकदम दुःखको कुरा या सुखको कुरा भन्नुपर्छ होइन यस
एउटा थर्ड वर्ल्ड कन्ट्रीबाट फर्स्ट वर्ल्ड कन्ट्रीमा आउनु पाउँदा नि छैन ठुलो कुरा लाग्यो मलाई र म अहिले चाहिँ सिङ्गापुरमा फर्स्ट वर्ल्ड कन्ट्रीमा एज अ गोर्खा काम गरिरहेको छु र त्यसरी नै अब यहाँ ट्रेनिङहरू गर्नु आउनु पाउँदाखेरि एकदमै खुसी लागेको छ मैले हट टी-सर्ट खोल्दैछु युवराज हामी यहाँ चाहिँ अब खाजा खान गइरहेको छौँ एकदम यहाँ लाइनमा बसिरहेको छु नवीन साहब अब यहाँ लास्ट अब हामी यहाँ इन्टरनेसनल डिपार्चरतिर चाहिँ गइँदैछ केही भन्नु छ साहब यो अस्ट्रेलियाको केही छैन यो प्रायः जहिले ग्रुपमा हिँड्दाखेरि एउटा के छोडिने गर्ने हुन्छ त्यही कुराहरू चाहिँ सल्भ गरेर अब अहिले अब चाहिँ फाइनली डिपार्चरतिर लाग्यो त्यति छ भाइ ए हुन्छ सिङ्गापुरमा मजाले फेरि गर्मी खाने हो यहाँको 1 महिना चिसो खायो हजुर 1 महिना पछाडि रिफ्रेस ज्यान पनि अब रिकपरेसन भयो हजुर गएर चाहिँ टक्क फेरि बाटोमा सुरु हुन्छ सर ल During takeoff and landing, ensure that your tray table is stowed away. Put the back of your seat upright and keep your shoes on. Before we take off, stow your luggage under the seat in front of you or in the overhead compartments. घरि घरि